निवासी अहिले चाहिँ आज भिडियो खिच्ने काम गरिराख्नु भएको छ जातिको चेष्टा कारणले गर्दाखेरि टिका छैन थाहा छैन दसैँ त्यहाँ भएन देश विदेशमा थुप्रै भिडियो बनाएर युट्युबमा राखिसक्नु भएको छ विदेश बस्दा पनि उहाँ खास गरी यो फोटोग्राफरकै काम गर्नु अब यहाँ टिका बहिनीबाट टिकाको कार्यक्रम सुरु भइरहेछ नानी बहिनीहरू त सुरु भइरहेछ साइली बहिनी कता साइली बहिनी आफ्नै समग्र काममा